अब आउने 7 नोभेम्बरको दुबईको भिजा खुल्छ है। 7 देखि हाम्रो यो के अरे 14 नोभेम्बरको बिचमा हाम्रो दुबईको भिजा खुल्ने कुरा चलिरहा। यो कुरा के साँचो हो कि झुटो म हजुरलाई भन्छु। यो कुरा चाहिँ हाम्रो लगभग 80% चान्स छ कि अब यो नोभेम्बरमा हाम्रो भिजा खुल्ने कुरा चलिरहा। यो कुरा कसरी चलिरहा भने यो कसैको गफ यताबाट हैन नि, फेरि नेपाल मेन पावरले नि भनिरहा अनि दुबई एम्बेसीका धेरै मान्छेले पनि भनिरहा नि कि हाम्रो यो 7 नोभेम्बरबाट 14 नोभेम्बरको बिचमा हाम्रो दुबईको भिजा नेपालीहरुको लागि खुल्छ। वर्किङ भिजा, भिजिट भिजा नेपालीहरुलाई नेपालबाट है, नेपालबाट सर आउन मिल्छ। अहिले चाहिँ कतिले भनिराख्नु भिजा खुलिरहा, उहाँले जतिले पनि भिजा खुलिरहा भन्नुभयो, उहाँले दुबई भित्र भनिराख्नु भयो इनसाइड भिजा है। त्यही भएर धेरै ट्रस्ट नगर्नु। अनि खासमा नेपालमा नि भिजाको बारेमा कुरा छलफल भएको रहेछ, लाइक भिजामा हल्का कडापन हल्का कम गरेको रहेछ है। अब छिटै नै खुसीको खबर सुन्न पाम। हजुरको 80% चान्स छ, तर म अहिले पनि फिक्स म भन्दिनँ है, बिल्कुल फिक्स हो म फिक्स यो एकदम फिक्सै खुल्छ चाहिँ यो म भन्न सक्दिनँ। 80% चान्स छ, 20% चान्स भनेको 20% भनेको त बहुत धेरै नै हाई चान्स हुन्छ नखुल्ने पनि।